खड्काज्यू, प्रदेश सभापति श्रद्धेय उद्धव थापाज्यू, श्रद्धेय नेता बेनुव्रत प्रसाईज्यू, केन्द्रीय सदस्य श्रद्धेय नगेन्द्र कुमारज्यू लगायत त्यसमा आसीन मेरा श्रद्धाका सम्पूर्ण नेतागणहरू र उपस्थित सम्पूर्णमा म हार्दिक जय नेपालको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। जय नेपाल। म प्रारम्भमा यो मुलुकमा प्रजातन्त्र प्राप्तिका निमित्त र भाद्र 23 र 24 गतेको जेएनजीको आन्दोलनमा शहादत प्राप्त गर्ने वीर शहीदहरू सँगैमा यो इलाममा प्रजातन्त्रका निमित्त र स्वतन्त्रका निमित्त शहादत प्राप्त गर्ने 7 खाल्डेका शहीदहरू लगायतका अन्य सम्पूर्ण शहीदहरू अशोक श्रेष्ठ लगायत निरज श्रेष्ठदेखि लगायतका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। श्रद्धेय महानुभावहरू, यो पल्ट नेपालमा, यो पल्ट यो मुलुकमा आगामी फागुन 21 गतिको निर्वाचनको परिणाम सूर्योदयबाट सुरु हुनेछ। इलामको पूर्वबाट रुखको जय नेपालको नाराले भन्किनेछ र महाकालीसम्म पुगेर हामी बहुमतको कांग्रेस जित्नेछ भन्ने म यहाँ भन्न चाहन्छु। हामी उत्साहित छौँ। हामी 26 वर्षपछि फेरि कांग्रेसको चारता र झण्डा र रुखलाई लिएर जय नेपालको नाराले भन्दै हामी यो गाउँ गाउँ टोल टोलसम्म पुग्नेछौँ। यो आत्मविश्वासको साथ तपाईहरुको भाइ, तपाईहरुको दाइ, तपाईहरुको छोरो सम्मको मान्छे उम्मेदवार बनेको छ। तपाईहरुलाई फेरि पनि म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। निष्कल राई हजुरले देख्नु भएको कदले सानो छ, तर निष्कल राई इलाम क्षेत्र नम्बर 1 को भूगोल सीमामा नक्साले कोरेको नक्सामा मात्र हेरेको छैन। हामीले यो क्षेत्र नम्बर 1 को प्रत्येक भूगोललाई हामी खुट्टाले टेकेर प्रत्येक टोलमा पुगेर हामीले बसेका छौँ। इलाममा हामी थुप्रै इलाम गर्ने अत्यन्तै परिश्रमी मान्छेहरू छौँ, तर हामी इलामलाई इलाम गर्ने ठाउँ चाहिएको छ, इलाम गर्ने वातावरण चाहिएको छ। त्यो इलाम गर्नका निम्ति राज्यले तपाईको त्यसको स्थिति बचाल्नु पर्नेछ। त्यो स्थिति बचाल्नको लागि हामीलाई समय सापेक्ष नीति चाहिएको छ। त्यसैले गर्दाखेरि निष्कल राई यहाँको उम्मेदवार भएर जाँदै गर्दाखेरि यहाँका निम्ति समय सापेक्ष नीति बन्नका निमित्त त्यो गरिमामय प्रतिनिधि सभाको सदनमा त्यो रोस्टरमा होस् अथवा तल बसेर होस्, विशेष समयमा होस् अथवा शून्य समयमा होस्, तपाईहरुको आवाजलाई त्यहाँ घन्काउनेछ म यो भन्न चाहन्छु। इलामको मूल समस्या हाम्रो स्रोतको होइन, हाम्रो प्रणालीको कमजोरी हो। हामीसँग थुप्रै सम्भावनाहरू छन्। हामीसँग दूध छ, हामीसँग छ, हामीसँग कृषि छ, हामीसँग पर्यटन छ, हामीसँग जडीबुटी छ। तलको चुरेको क्षेत्रहरूमा हेर्ने भने त्यहाँ हामीसँग सुपारीका बोटहरू लहराइएका छन्। त्यहाँ हेर्ने भने कोलाका हामी कृषकहरू थुप्रै छन्, तर किसानले उत्पादनको उचित मूल्य पाएका छैनन्। युवा सिप भएर पनि रोजगारी पाएका छैनन्। सम्भावनालाई आम्दानीमा रूपान्तरण गर्ने नीति बजार पूर्वाधारको कमजोरी छ। यही असन्तुलनले सबै समस्याहरूको जड हामीले महसुस गरेको छौँ। त्यसैले गर्दाखेरि अब स्थानीय अर्थतन्त्र मजबुत बनाउनको निमित्त हामीले नीतिगत हिसाबमा पहल गर्नुपर्नेछ, नीतिगत हिसाबमा आवाज उठाउनु पर्नेछ। त्यसैले गर्दाखेरि अब कांग्रेस रूपान्तरण भएको छ, कांग्रेस रूपान्तरण भएको छ। हामीले पार्टी बदल्यौं, अब देश बदल्नु छ भनेर हामी अगाडि बढेका छौँ। त्यसैले अब कांग्रेसको नेतृत्वमा देश बदल्ने पाटोमा तपाईहरुको प्रतिनिधि बन्न खोजिरहेको छु। त्यसले गर्दाखेरि म सबै सम्पूर्णलाई हार्दिकतापूर्ण फेरि पनि आह्वान गर्न चाहन्छु। अब हामीसँग केवल 13 दिन मात्र बाँकी छ। त्यसैले गर्दाखेरि 13 दिन कम्तीमा हामी सबैले आफ्नो ठाउँबाट आफ्नो क्षेत्रबाट लाग्नुहुन्छ भन्ने मैले जानेको छु। म एउटा आम किसानको छोरो, मैले भन्ने गरेको छु हामीलाई नयाँ चाहिएको होइन, तर हामीलाई शैली नयाँ चाहिएको छ, परिणाम चाहिएको छ। त्यसैले गर्दाखेरि अब छुट छैन हामीलाई। म किसानलाई सहानुभूति होइन, मूल्य र बजारको ग्यारेन्टी दिन चाहन्छु। जीआई ब्रान्डिङ लगायत लागतमा आधारित न्यूनतम मूल्य, चिनी प्रशोधन पूर्वाधारहरू र सहकारी मार्फत निर्यात पहुँचमा हामी अगाडि बढाउन चाहन्छौँ। त्यसैले गर्दाखेरि आज थुप्रै युवा साथीहरूको, म समान युवा साथीहरूको, मेरो उमेरका साथीहरू आज पनि थुप्रै साथीहरू विदेशमा हुनुहुन्छ। थुप्रै साथीहरूको भरोसा छ ममाथि, मभन्दा पछाडिका थुप्रै भाइ बहिनीहरूको अपेक्षा ममाथि। त्यसैले गर्दाखेरि निष्कल राईको उम्मेदवारी, निष्कल राई प्रतिनिधि भएर जाँदै गर्दाखेरि ती भरोसा र ती
ती अपेक्षालाई कुठाराघात गर्ने छैन। यो कुरा बुझिएको छ। आज म यो उम्मेदवारी भएर यतापट्टि फर्केर हजुरसँग बोल्दैछु, तर हिजो म पनि यसरी नै नेताहरू आउँदै गर्दाखेरि, विभिन्न दलका नेताहरू आउँदै गर्दाखेरि यसरी नै योजना अथवा नीतिका कुरा गर्ने अथवा प्रश्न गर्ने ठाउँमा थिए। त्यसैले गर्दाखेरि मैले बुझेको छु। निष्कल राई संसदको बिजनेस चल्दै गर्दाखेरि काठमाडौँमा संसदको बिजनेसभित्र संसदभित्र घोनाघोर आवाज त्यहाँ राख्दै गर्दाखेरि संसदको बिजनेस सकेर फेरि तपाईँहरूको दुःख सुखमा फेरि तपाईँहरूसँग आउनेछ। यो पनि म प्रतिबद्धता जान चाहन्छु। हामीले थुप्रै इलामले थुप्रै हामीले नेताहरूलाई चिनायौँ। योभन्दा अगाडि हामीले थुप्रै नेताहरूलाई चिनायौँ, तर विडम्बना हाम्रा प्रतिनिधि हाम्रा नेताहरूले इलामलाई चिनाउन सक्दिनु भएन। त्यसैले अब इलाम चिनाउनु छ, इलामका युवालाई अगाडि बढाउनु छ, इलामका युवासँग भएका सिपलाई उद्यमशीलतासँग जोड्नु छ, उद्यमशीलता सँगसँगै रोजगारी सृजना गर्नु छ, सँगैमा राज्यले ल्याउनु पर्ने नीतिहरूमा हामीले थुप्रै कामहरू गर्नुपर्ने छ। इलामका युवासँग सिप छ, शिक्षा र ऊर्जा छ, तर स्थानीय अर्थतन्त्रले उहाँहरूलाई समेट्न सकिरहेको छैन। समाधान भनेको प्राविधिक शिक्षा हो, स्थानीय उद्योग हो, स्टार्टअप हो, वित्तीय हो, कृषि पर्यटन सेवा क्षेत्रमा सिधै रोजगारी सृजना गर्नु छ। त्यसैले अबको नीति युवा मैत्री नीति बन्नुपर्नेछ। अबको नीति जेएनजी आन्दोलनलाई हेरेर युवा मैत्री नीति बन्नुपर्नेछ। यसका लागि पनि हामी काम गर्नेछौँ म भन्न चाहन्छु। संसद बनिसक्दाखेरिको हाम्रो 3 प्राथमिकता रहनेछ। पहिलो, किसान र उत्पादनको अर्थतन्त्रमा हामी टेवा पुर्याउनेछौँ। दोस्रो, युवा रोजगारी र सिपलाई हामी हेर्नेछौँ। तेस्रो, नतिजा दिने सुशासनमा हामी अगाडि बढ्नेछौँ। सहकारी सुधार, सस्तो ऋण, कृषि उद्योग र बजार जडान सहकारलाई राजनीति होइन उद्यमको माध्यम बनाउनु पर्नेछ। त्यसैले अबको राजनीति उत्तेजनाबाट होइन, राजनीति उत्तेजनाबाट चल्दैन। राजनीति संयमतापूर्वक, धैर्यतापूर्वक योभन्दा अग्रजहरूले गर्नुभएको अनुभवलाई हामी जस्तो युवा जोसले लिएर त्यो अनुभव र जोसलाई सँगै लगेर हामीले हाम्रा नीतिहरू निर्माण गर्नुपर्नेछ, हामीले काम गर्नुपर्नेछ। त्यसका लागि पनि यो पल्ट नेपाली काङ्ग्रेसले जित्नुपर्नेछ। सँगैमा विदेशमा रहेका मजस्ती उमेर समूहका अथवा मभन्दा अग्रज मेरा दाइहरूले फर्केर आउँदाखेरि रिटर्न युथ इम्प्लोइ प्रोग्रामहरू हामीले सञ्चालन गर्नुपर्नेछ। त्यसले गर्दाखेरि पनि यो पल्ट काङ्ग्रेसले जित्नु आवश्यक छ। युवा सल्लाह समूह गर्नुपर्नेछ, नियमित नीति संवाद गर्नुपर्नेछ। थुप्रै हामीसँग एक्सपर्ट टिम्सहरू हुनेछन्, युवा सहभागिताको सुनिश्चितता गर्नुपर्नेछ। त्यसैले गर्दाखेरि पनि यो पल्ट युवाले जित्नु छ, निष्कल राईले जित्नु छ भन्न चाहन्छु। जेएनजी आन्दोलनमा हामीले हेरेका छौँ, जेएनजी आन्दोलनको बखत थुप्रै हाम्रा जस्ता युवा साथीहरू सडकमा ढल्दै गर्दाखेरि त्यो बेलामा भोलिपल्ट सडकमा आउँदै गर्दाखेरि त्यो बेलामा काङ्ग्रेसका युवाहरू पनि सडकमा थिए, एमालेका युवाहरू पनि सडकमा थिए, सँगैमा अन्य दलका साथीहरू पनि युवाहरू पनि सडकमा थिए। त्यो बेलामा पार्टीलाई छोडेर युवाको भावना अनुरूप देशमा सुशासन कायम हुनुपर्छ भनेर आन्दोलन गरिएको थियो। आज एउटा 35 वर्षको युवा उभिएर यहाँ बोल्दैछ। त्यसैले गर्दाखेरि हिजो हामीले दललाई बिर्सेर युवाको भावनाको लागि हामीले आन्दोलन गर्यौँ भने आज पनि तपाईँले दललाई बिर्सिँदैन। कङ्ग्रेसको उम्मेदवार निष्कल छ, जो 35 वर्षको युवा छ, यो क्षेत्रको सबैभन्दा सानो उमेरको युवा छ। हिजो यही क्षेत्रको, यही माटोको, यही भूगोल बुझेको एउटा आम तपाईँको सर्वसाधारण किसानको छोरो, सँगैमा हिजो शङ्करदेव क्याम्पसमा पढाउँदै गरेको केटो गाउँमा बस्नुपर्छ, गाउँ फर्किनुपर्छ, हामी नबस्छ को बस्छ गाउँ भनेर 77 सालमा तपाईँ गाउँमा फर्केर आएको केटो आज उम्मेदवार भएको छ। त्यसैले गर्दाखेरि आज युवाको भावना बोक्ने, समयमा प्रौढको तपाईँको आशीर्वाद दिन सक्ने, प्रौढलाई समेट्न सक्ने, महिला दिदीबहिनीहरूको भावना समेट्न सक्ने, महिला दिदीबहिनीलाई चुला चौकामा मात्र सीमित नराखेर स्थानीय उद्यम हामीसँग भएका स्रोतलाई कम्तीमा महिला उद्यमशीलतासँग कसरी विकास गर्न सक्ने सोच भएको युवा आएको छ भनेर तपाईँहरूले भनिदिन सक्नुपर्छ। हामी भन्न सक्छौँ, थुप्रै साथीहरूलाई भन्न सक्छौँ, निष्कल राई जातले राई भएको, तर निष्कल राई जन्मनुभन्दा अगाडि राईको कुलमा जन्मन्थ्यो भनेर सम्झेर परिकल्पना गरेर आएको होइनन्। तर नेपाली काङ्ग्रेसले निष्कल राई जब समाज बुझ्यो, जब सँगैमा तपाईँको यो मस्तिष्कले केही न केही सोच्न सक्ने तपाईँको मस्तिष्क विकास हुँदै गयो, जब सङ्गत गर्दै गर्दै गए, त्यसले गर्दाखेरि म नेपाली काङ्ग्रेस पनि भएको। सङ्गत भन्ने कुरा फेरि महत्त्वपूर्ण छ। सङ्गत जोसँग गरे त्यस्तै हुँदैन रहेछ। एउटा दुधलाई तपाईँको कम्तीमा चियासँग मिलाउनु भयो भने त्यो चिया बन्द रहेछ, कफीसँग बनाउनु भने कफी बन्द रहेछ। त्यसैले गर्दाखेरि मेरो सङ्गत श्रद्धेय अग्रज नेताहरू यही हुनुहुन्छ, श्रद्धेय बेनुप दाई हुनुहुन्छ, श्रद्धेय विष्णुप्रकाश शर्मा विश्वराज दाई हुनुहुन्छ, श्रद्धेय हजुरहरू जतिको मान्छेहरू हुनुहुन्छ। तपाईँहरूको सङ्गतले गर्दाखेरि आज एउटा केटो प्रतिनिधि सभाको सदनभित्र पुगेर तपाईँहरूको आवाजलाई घनीभूत हिसाबमा प्रस्तुत गर्ने, त्यहाँ राख्ने क्षमता पुगेको युवा